त बुढी म निस्केको, राम्रोसँग बस्नु, झलीमाथि चौतारामा पर्खिँदै होला। ल तिमी पनि राम्रोसँग जाऊ, बाई। होइन यो डुगु दाइ कति बेर लगाए त, सहर गएर धेरै काम गर्न थियो। आए हो, आए म, धेरै नाति नचली। ल हिँड जाम। डुगु दाजु, हजुर के कामले सहर हिँड्न लाग्नु भएको त? हजुर त खासै गाउँबाट बाहिर निस्किनुहुन्न, केही विशेष काम हो र? त्यस्तो विशेषकै होइन, सहरमा एकजना आफन्तलाई भेट्न जान लागेको। ठिक छ, आजभोलि कसैको विश्वास गर्नु हुँदैन, यत्रो पैसा छ, साँचो त भन्नै भएन नि। त चाहिके कामले हिँड्न लागिस् त नि, त्यही पसलको सामान लिन कि अरू केही थियो? अनि यो नयाँ बाटोबाट कति बेर लाग्छ बस लाग्ने ठाउँसम्म पुग्न? नयाँ बाटो ल्याइस् त? त्यही पसलको लागि सामान लिनु हो दाजु, यो बाटो बस लाग्ने ठाउँसम्म चाँडै पुगिन्छ। ल डुगु दाइ, अब 6 देखि 7 घण्टामा हामी सहर पुग्छौं। होइन गुरुजी, अलि बिस्तारै हाँक्नुस् न। हाम्रो देश कति राम्रो। अब धेरै छैन दाजु, 1-1.5 घण्टामा आउँछ। ल ठिक छ, एक निन्द्रा नि पुऱ्याइयो, अब झ्याल बाहिर हेरेर आनन्दका साथ पुगिनी भइयो। ल रोचक सहर झर्ने जानुस् है। मलाई त धेरै भोक लाग्यो, कतै खाजा खाने ठाउँ छैन है त? यही नजिकै मैले खाइरहने ठाउँ छ, त्यही जाउँ। ल डुगु दाइ जाम, यहाँको मोमो एकदम मिठो हुन्छ। ल डुगु दाइ कुन मोमो खानुहुन्छ? म त झोल मोमो खान्छु, एकदम मन पर्छ। मलाई त स्टिम मोमो मन पर्छ, त्यही मगान है। ल हुन्छ दाजु। साउनी, ओ साउनी, यता अर्डर लिन आउनुस् न है। हजुर, के ल्याउँ होला हजुरहरूलाई? मलाई 1 प्लेट झोल मोमो गरिदिनुस्, अनि दाजुलाई चाहिँ स्टिम मोमो, अनि 2वटा चिसो कोक पनि ल्याउनुस्। अनि दाजु हजुर कहिले फर्कनुहुन्छ त? म त भेटघाट गर्न मात्र आएको, घरमा डुगिनी एक्लै छे, मिलेसम्म भोलि नै जान्छु। अनि त कहिले फर्कन्छस् त? म त 4-5 दिन बस्छु होला दाजु, सामानहरू धेरै छन् लैजानु। ए त्यसो भए त यहाँबाट छुटिएपछि सिधै गाउँमा भेटौला। ल दाजु खाऊ, हजुरलाई पनि यहाँको मोमो मिठो लाग्छ। आहा कस्तो मिठो, धेरै पछि खाएर पनि हो कि मजा आयो। जली, तँलाई धेरै धन्यवाद, यस्तो मिठो मोमो खुवाइस्। अब छुट्यौ, धन्यवाद दिन पर्दैन दाइ। ल अब गाउँतिर नै भेटौला। झलीलाई केही भन्न त भनिएन, तर यो अन्जान सहरमा मलाई चाहिने मोबिल पसल कता भेटिएला? याहू, कति छिटो भेट्यो त मोबिल पसल। आज भने जस्तो मोबिल पायो भने भोलि नै गाउँ जानु पर्ला, बरु भित्र गएर हेर्न पर्यो सस्तो र नयाँ मोबिल छ कि छैन। नमस्कार साउजी, मोबिल देखाउनुस् न मलाई। नमस्कार, कस्तो खालको मोबाइल देखाउँ होला हजुरलाई? यहाँ सबै थरीका पाइन्छ। धेरै महँगो त हाल्न सक्दिन, सस्तो बलियो र टिकाउ कुन छ त्यही देखाउनुस् न। ल हेर्नुस्, यिनी सस्ता पनि छन् अनि टिकाउ पनि। हेर्दा त दुवै राम्रा देखिन्छन्, अनि यिनीको दाम कति कति हो नि? दाम पनि राम्रा नै छन्, यसको 4500 अनि यसको चाहिँ 5000। होइन साउजी, अलि महँगो भएन र? अलि कम गर्नुस् न, 2वटा लग्ने हो मैले। ल ठिक छ, 2वटा नै लाने हो भने जुन लगे पनि 500 कम गरिदिन्छु। ल ठिक छ साउजी, मलाई यो कालो रङको मोबिल 2वटा दिनुस्। ल साउजी, लाउनुस्, ठिक्क 8000 छ। ल लिनुस्, यी मोबाइलमा 2 वर्षको वारेन्टी पनि छ। अबको 2 वर्षमा केही भए हामी कहाँ ल्याउनुस्, हामी सित्तैमा बनाइदिन्छौँ। ल ठिक छ। हजुर यो सहरको जस्तो त हुनुहुन्न। अनि यो 2वटा मोबाइल कसको लागि होला? सिम लिनु भयो कि छैन? म स्वर्ग गाउँबाट, मेरो घरको लागि हो मोबिल। अनि यो सिम भन्ने चाहिँ के हो नि? ओहो नि, हजुरलाई त सिम भनेको पनि थाहा छैन रहेछ।
सिम बिना त मोबाइलको कुनै अर्थ छैन नि। हामी कहाँ हजुरको गाउँमा सिग्नल टिप्ने सिम छ। थोरै कागजात गरेर हजुरले लग्न सक्नुहुन्छ। खै के हो के? मोबिल त मैले पहिलोपल्ट चलाउँदैछु। ल ठिक छ, अब सिम बिना मोबिलमा बोल्नै मिल्दैन भने त किन्नै पर्यो नि। बरु कति पर्ने हो त्यसलाई? धेरै पर्दैन, एउटा सिमलाई जम्मा 100 हो। ल यसमा विवरण भर्नु अनि म हजुरको मोबाइलमा सिम हालिदिउँला। साँझ पो परिसकेछ त। उफ, यो एउटा मोबिलको लागि के गर्नुपर्ने रहेछ। भोक पो लाग्यो त। के खाने होला? झन्डै खाना खाने ठाउँ भेटियो। सुत्ने फेरि कता हो? उफ, कहिले घर जाम भयो। रातिमा बस पाइने भए त घर जानुहुन्थ्यो। खाना त खाइयो, अब सुत्ने कता होला? यहाँ सुत्नु पर्छ जस्तो छ। झोला चाहिँ च्यापेर सुत्छु। ओहो नि, कस्तो मजाले निन्द्रा लागेछ। बाहिर सुते पनि निन्द्रा मिठो लाग्यो। सामान र पैसा पनि यही रहेछ। जलीले भने अनुसार गाउँ जाने बस 10 बजेतिर लाग्छ। त्यति बेलासम्म यो सहर घुम्न पर्यो। कतै केही पायो भने खाँदै हिँड्नु पर्ला। दाइ, मलाई एउटा पाउरोटी दिनुस् न। यत्रो सहर आएको छु, बुढीलाई केही न केही त ल्याइदिनु पर्छ। बिचरा मलाई कति सम्झ्यो होला। लौ, बुढीलाई के ल्याइदिने होला भन्दै सोचेको थिएँ। ठ्याक्कै भेट्यो त। अब छिटो छिटो किनेर जान पर्यो, बस हिँड्न धेरै बेर नै छैन। अब मैले डुगिनीलाई के किनिदिए भनेर सोच्नु भएको छ होला। त्यो त हजुरलाई पछि बुढीलाई दिँदा मात्र थाहा हुन्छ। ल, मेरो बस छुट्न लाग्यो। म दौडिन्छु अब।